सम्पूर्णलाई नमस्कार। आज नयाँ भिडियो लिएर आएको छु है। के भन्दाखेरि अब हामीले फेसबुकमा फोटो रिल्स हाल्दाखेरि कसरी हाल्ने, ल यता हेर्नुस्, डिस्प्ले हेर्नुस्। यहाँ जाने सबभन्दा पहिला हामी के गर्ने त, यहाँ फेसबुक खोलिसकेपछि यहाँ माथि गएर हेर्नुस्, प्लस आइकन छ है। प्लस आइकनमा गएर क्लिक गर्नुस्। यहाँ गएर क्लिक गर्नुस्। यो प्लस आइकनमा क्लिक गरिसकेपछि यहाँ पोस्ट, स्टोरी, रिल्स, लाइभ, नोट, एआई भनेर दिएको छ है। अब हामीले के गर्नु पर्यो त, यसलाई हामीले रिल्स हाल्ने हो हैन, या पोस्ट हाल्ने हो। तपाईले अहिले म तपाईलाई सिकाउँछु इक्जाम्पलको लागि रिल्स। ल रिल्समा हामीले गएर यसरी क्लिक गर्नुस्। क्लिक गरिसकेपछि हामीले बनाएर राखिसकेको रिल्सहरू यहाँ छ है, भिडियोहरू यहाँ छन्। अब यसलाई क्लिक गर्नुस्। क्लिक गरिसकेपछि यसलाई नेक्स्ट गरिदिनुस्। अब यहाँ आएर मेन हामीलाई बुझ्नुपर्ने कुराहरू यहाँ आउनुस्। तपाईले के भिडियो, कस्तो भिडियो बनाउनु भएको छ डिस्क्रिप्सन लेख्नुस्। तपाईले डिस्क्राइब गर्नुस्, लेख्नुस् के लेख्नुहुन्छ है। त्यसपछि कस्तो भिडियो छ तपाईले लेखिसकेपछि मेन भनेको यो तलपट्टि आउनुस्। हु क्यान सी दिस भने यहाँ गएर मेन भनेको हामीले यसलाई जहिले पनि पब्लिक गर्नुपर्छ। यो साइडमा गएर क्लिक गर्नुस्, पब्लिक गर्नुस् यसरी है, पब्लिक गर्नुस्। ओके, त्यसपछि तल आउनुस्। तल आइसकेपछि अब हामीले अब सेयर गर्न छ भने, कुनै व्यक्तिलाई ग्रुपमा सेयर गर्न छ भने हामीले के गर्न सक्छौँ त, यहाँ गएर सेयर स्टोरी गर्न सक्छौँ र हामीले यहाँ गएर सेयर गरेर नाउ गरिदियो, पोस्ट गर्दैछ हाम्रो भिडियो भाइरल हुन्छ है त साथीहरू।